20 मिनट जस्तो समय निकालेर हेरिदिनु होला है। यो अलिक लामो छ तर हेर्नु होला। Hello everyone, welcome back you all on my another vlog with चिसो मौसम। त गाइस अब चाहिँ म फ्रेस पनि भइसकेँ हो। वाशरुमहरु गइसकेँ। अब यो के थियो, वाशरुमहरु गइसकेर मुख धोएर अब चाहिँ म फेरि यादै छ तपाईहरुलाई है, सधैँको ड्युटी दुध पुर्याउनु जाँदैछु। अन्त आज चाहिँ हाम्रो अब फेयरवेल छ हैन, के गर्नु अब जानै पर्यो। लास्ट हो, अब यही हो लास्ट। अन्त लास्टमा रिजल्ट आएपछि रिजल्ट निकाल्नु जानुपर्छ। अन्त साथी अर्को गुड न्यूज चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो रिजल्ट आयो 12 को हैन। अन्त म पनि पास भएँ। पर्सेन्टेजहरु त नभनिबस्छु मलाई है। अन्त चाहिँ आज चाहिँ दिन कस्तो चिसो कस्तो पानी परेको थियो नि त, पानी परेको जस्तो भइरहेको छ। मेरो भिडियो फर्स्ट टाइम हेर्नु हुँदैछ भने मलाई फेसबुकमा हेर्नु हुँदैछ भने फलो गरिदिनु होला र युट्युबमा हेर्नु हुँदैछ भने सब्स्क्राइब पनि गरिदिनु होला है, सपोर्ट गरिदिनु होला। छ वेदर चाहिँ हो ढुस्स कस्तो खालके भिडियो बनाउनु मैले भनेर सोध्दाखेरि पनि रेस्पोन्स गर्नु भएको छैन। सायद अब अहिलेसम्मको मेरो भिडियोहरु त्यति राम्रो त भएको छैन होला। अन्त अझै म राम्रो कन्टेन्टहरु बनाउनु अब कोसिस गर्दैछु हैन। हजुरहरुको सपोर्ट चाहिँ चाहिन्छ नि त। त्यही भएर भनिदिनुहोस् अब कस्तो भिडियो बनाउनु भन्दा, अनि म पनि अब हुन्छ नि एक्साइटेड भएर बनाउन सक्छु नि त भिडियो। अब मेरो भ्युअर्सहरुले डिमान्ड गर्नु भएको छ मैले बनाउनु पर्छ भनेर। अन्त त्यही भएर हजुरहरुले भनिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। केही हुँदैन, जति भन्दा पनि हुन्छ, सिकाउँदा पनि हुन्छ। अब चाहिँ मलाई साथीहरुले पर्खिरहेछ नि त, मैले धेरै ढिलो गरिसके। गाइस अब चाहिँ हामी रोडमा आइपुगिसकेको छ हो। साथीहरु पर छ। अन्त म जाँदैछु। दोस्त लोग वहाँ पे है।
हिजो त मैले भ्लग एन्ड गर्नु पाइनँ किनभने अब पानी पर्दै थियो। अन्त आज चाहिँ म आफ्नो भ्लगलाई एन्ड गर्न चाहन्छु, तर बादल आइदिरहेछ हाम्रो पनि। बादलसँग हेर्नु न गाइस, बिहान बिहानै बादल आइदिरहेछ। हुन्छ, टाटा।